तिमीहरू यस्तो ट्र्यापमा फस्दैछ कि होइन, यस्तो दलदल कि तिमीहरू चाहेर पनि निस्किन सक्दैन कि। बिस्तारै बिस्तारै तिमीहरू यस्तरी गहिरोमा जाँदैछ कि त्यो दलदलको होइन, तिमीहरूलाई सायद योबाट निस्किनलाई वर्षौँ लाग्ला कि निस्किनै नसक्ला कि। अनि अहिलेको इन्भाइरोमेन्ट, अहिलेको टेक्नोलोजीहरूले तिमीहरूलाई त्यस्तो बनाइसकेको छ कि तिमीहरूलाई फोकसै गर्न सक्दैन कि, तिमीहरूले फोकसै गर्न सक्दैन होइन। अनि तिमीहरूलाई नि लाग्छ होला कुनै आफ्नो सेल्फ डेभलपमेन्ट, सेल्फ इम्प्रुभमेन्ट काम गर्न सुरु गर्यो तिमीहरूले आज होइन, तिमीहरूले 2 दिन पनि गर्न सक्दैन कि। लाइक त्यो अब एक्सर्साइज, रिडिङ बुक या सेल्फ डेभलपमेन्ट जेसुकै होस् होइन, नयाँ स्किल सिक्ने तिमीहरूले 2 दिन नि गर्न सक्दैन। अनि तिमीहरू यस्तो ओभर सिमुलेसनमा बाँचिरहेछ कि पुरै छाडिदिए कि। अनि यो सब चाहिँ केही होइन, तिमीहरूको डोपामिन लेभलले गर्दा हो। अनि यो अहिलेको टेक्नोलोजी इन्भाइरोमेन्ट छ नि, त्यसले गर्दा तिमीहरूको डोपामिन लेभल यति हाई भएको छ कि कुरै छाडिदिए कि। अनि आजको भिडियोको बारे चाहिँ यही सब छ होइन। अनि इट्स मी भोइड कडेक्स, आज चाहिँ बोरिङ एपिसोडको पार्ट 22 छ। लेट्स गो। जस्ट टु रिमाइन्ड यु द्याट यो भिडियोमा केही हुनेवाला छैन, न एडिटिङ, न स्क्रिप्ट, न केही होइन। द रियल पर्पज अफ द भिडियो इज टु मेक यु बोर एन्ड टु डेभलप माइसेल्फ। अनि केही हदसम्म तिमीहरू पनि डेभलप होस् भन्ने चाहना होइन। अनि बाइक कुरो केही छैन, 90% या 99% मान्छेले यो भिडियो सर्भाइभ गर्न सक्दैन, किनकि यो भिडियोमा न केही एट्र्याक्टिभनेस छ होइन, न केही छ। अब हेर्नेले हेर्छ, लिख्नेले ज्ञान लिख्छ, नलिख्नेले आई डोन्ट केयर होइन। म चाहिँ डेभलप भइरहेको छु। सो लेट्स गो। सबसे पहिलो कुरो त होइन, यो डोपामिन भन्ने चिजै के हो? यो डोपामिन भन्ने चिज मैले तिमीहरूलाई बारम्बार भनिरहेको छु होइन, पहिलाको भिडियोहरूमा पनि भनिरहनै हुन्छु। यो डोपामिन भन्ने चिज चाहिँ हाम्रो दिमागको यस्तो केमिकल रियाक्सन हो नि, जुनले गर्दा हामीलाई खुसी मिल्छ क्या। अब त्यो खुसी चाहे गेम खेल्दा मात्र आउने चिज होइन, चाहे त्यो खाँदाखेरि होस् या खाना खाँदा होस् या होइन, कतै वालतिर जाँदा होस्, कसैसँग कन्भर्सेसन गर्दा होस् होइन, यो डोपामिन निस्किरहेको हुन्छ। अनि यही डोपामिनले गर्दा तिमीहरूले फेरि दोहोऱ्याएर त्यो काम गरौँ भन्ने मोटिभेसन मिल्छ भनौँ न होइन। अनि अहिलेको अनि अनि यो डोपामिन भन्ने चिज प्रब्लम चाहिँ कसरी भयो त? यो तब प्रब्लम हुन्छ नि होइन, जब हाम्रो दिमागले त्यही काम गर्नलाई फेरि ट्रिगर गर्छ कि होइन, नर्मल मात्रामा होइन, द मोर भन्दै झन् बढी बढी माग्छ कि त्यो चिज। अब त्यो राम्रो कुरोको लागि त राम्रै हो होइन, नराम्रो कुरोको लागि फेरि त्यो खतम चिज हो। लाइक एडिक्सनहरू छ नि, त्यो नि त्यही अनुसार त्यही डोपामिन लेभलले गर्दा नै बस्ने हो कि मान्छेहरूलाई एडिक्सन। लाइक अब पहिलोचोटि स्मोक गऱ्यो होइन, अलिकति गाह्रो भए जस्तो होला, तर खुसी पनि मिलिरहेको हुन्छ नि त भित्र होइन, घाँटी दुख्ला, खोकी लागेको जस्तो होला पहिलोचोटि खाँदाखेरि, तर दिमागले त्यो रिलिफनेस पाउँछ कि होइन, त्यो डोपामिन पाउँछ कि जुन चिज फेरि दोहोऱ्याएर माग्छ क्या, तर त्यही अमाउन्टमा चाहिँ माग्दैन, द मोर भन्दै अझै बढी माग्छ क्या। अनि झन् मोटिभेट हुन्छ त्यो एक्सन फेरि दोहोऱ्याएर गर्नलाई। अनि यही चिजले गर्दाखेरि हाम्रो दिमागले झन् एडिक्ट बनाउँदै जान्छ होइन। अनि आजको यो अहिलेको यो इन्भाइरोमेन्ट छ नि, टेक्नोलोजीको इन्भाइरोमेन्ट, यो सोसल मिडिया यान त्यान छ नि, त्यही हो क्या मान्छेको अहिलेको जमानाको, अहिलेको जेनेरेसनको बिगेस्ट ट्र्याप नै। अब त्यसले गर्दा नै, सोसल मिडियाले गर्दा नै मान्छेहरू यस्तो ट्र्यापमा फस्दैछ कि पुरै छाडिदिए क्या। उनीहरूले लङ टर्म भिजनको बारेमा त के सोच्नै सक्दैन, सोचे पनि उनीहरूले त्यो विषयमा कामै गर्न सक्दैन क्या। किनकि उनीहरूलाई अहिले एउटा सोच आउँछ, एकछिनमा अर्को सोच आउँछ। अनि हाम्रो दिमाग नै त्यही अनुसार एडप्ट गर्दै गइसक्यो क्या। किन थाहा छ? किनकि रिल्सहरू हुन्छ नि, 30 सेकेन्डमा नयाँ कुरोहरू आइरहेको हुन्छ होइन, नयाँ स्टोरी होस् या नयाँ स्टोरी, अनि जेसुकै होस् नयाँ भिडियो आइरहेको हुन्छ होइन। अनि 30 सेकेन्ड या 15 सेकेन्डमा मान्छेहरूको थट फेरिरहेछ भने तिमीहरू आफै बुझ के त्यो लङ टर्मको लागि कति इफेक्ट गरिरहेछ। अनि यो सोसल मिडियाहरू छ नि, त्यतिकै बने जस्तो लाग्छ तिमीहरूलाई होइन? त्यो सोसल मिडिया, मोबाइल फोन भने
तिमीहरूलाई एडिक्ट बनाउनको लागि हो। किनकि उनीहरूले तिमीहरूले जति त्यो सोसल मिडिया जति त्यो प्लेटफर्ममा झुलाएर राख्न सक्यो नि त्यति नै उनीहरूको फाइदा हो क्या। अनि हतपत यो भन्ने बित्तिकै बने चिज पनि होइन। मान्छेले बिलियन्स अफ डलर्स 10 15 20 कतिवटा साइन्टिस्टको टिम बसेर होइन रिसर्च गरेर दिमागको साइन्टिस्ट हुन्छ होइन। अनि धेरै कुराको साइन्टिस्टहरू मिलेर बसेर टिम बनाएर बल्ल बनेको चिज हो यो। त्यसैले त तिमीहरूको दिमागलाई सजिलैसँग डिफेक्ट गरेर हुन्छ नि यो चिजले। तिमीहरूको दिमागलाई हराउँछ यो सोसल मिडियाले होइन। तिमीहरूको दिमागले जित्नै सक्दैन यो सोसल मिडियालाई। त्यही कारणले हो कि किनकि मान्छेले यति धेरै टाइम दिएको छ नि यो सोसल मिडिया प्लेटफर्म बनाउनलाई, तिमीहरूले एडिक्ट बनाउनलाई होइन, पुरै छाडिदियो क्या। अनि त्यही हो कुरो होइन। तिमीहरू यही अनुसार एडिक्ट हुँदैछ, तिमीहरूको लङ टर्म भिजन छँदै छैन होइन। अनि यो सबको सोल्युसन चाहिँ के हो त? यो सबको सोल्युसन केही छैन, त्यस्तो गाह्रो केही छैन होइन। तिमीहरू छाडिदिए सब थोक यो सोच्नै छाडिदिए कि तिमीहरूलाई यो सोसल मिडिया प्लेटफर्म यो मोबाइल फोन चाहिन्छ भनेर। किनकि फर्स्ट स्टेप नै त्यही हो, हाम्रो दिमागमा सोच्ने त्यो कुरो होइन। पहिलो कुरो त तिमीहरूले त्यो सोच्नै सक्दैन, मोबाइल बिना कसरी बाँच्छु म ओहो होइन। त्यो ड्रग्स खाने मान्छेलाई नि त्यस्तै हुन्छ होइन। ड्रग्स बिना त कसरी बाँच्छु होला म यान त्यान होइन, त्यो बिना सोच्नै सक्दैन क्या। तिमीहरू नि त्यस्तै छ, मोबाइल फोन सोसल मिडिया बिना सोच्नै सक्दैन तिमीहरू केही। अनि दोस्रो थिङ के छ भने होइन, डोपामिन डिटक्स गर तिमीहरूले आफ्नो दिमागलाई, डोपामिन लेभल घटाउँदै जा। अब चाहे त्यो हुन्छ नि 72 घन्टा 24 घन्टा या 1 घन्टा भयो नि होइन, मोबाइल अफ गर, बाहिर घुम्न जा होइन, केही कुरो नसोच, सब कुराबाट यसो हेर बाहिरतिर होइन, मान्छे हिँडिरहेको छ भने पनि त्यो मान्छेहरूको तिर होइन यसो हुन्छ नि अब्जर्भ गर होइन, आफ्नो इन्भाइरोमेन्ट अब्जर्भ गर, अनि त्यसमै खुसी बन होइन। अनि बिस्तारै बिस्तारै त्यही अनुसार चल्दै जा, अनि तिमीहरूले नि आफै नयाँ बाटोहरू खोज्दै जान सक्छ के। अनि फक द्याट सिट म्यान, के छ त अरू नयाँ कुरो? अनि एउटा कुरो भनिदिइहाल्छु होइन, तिमीहरूले प्रोक्रास्टिनेसन गर्ने पनि यही डोपामिन लेभलले गर्दा नै हो। किनकि हाम्रो दिमागले डोपामिन पाइरहेको हुन्छ त अरू काम किन गर्न चाहोस् कि होइन। अनि हाम्रो दिमागको इभोल्युसन नै त्यही अनुसार भएको हो। हामीले खुसी मिलिरहेछ त हामी कामै किन गर्ने, हामीले खान मिलिरहेछ त हामी कामै किन गर्ने होइन। त्यही अनुसार इभल्भ हुँदै गएको हो यो चिज होइन। अनि हामीले डोपामिन मिलिरहेछ त अनि केही राइटिङ हुन्छ होइन, रिडिङ केही अलि हार्ड काम हुन्छ नि, त्यो दिमागले अहिले पछि गर्न सकिहाल्छु नि म, अहिले पछि गर्न सकिहाल्छु नि होइन, अहिले पछि गर्छु यान त्यान, त्यही हो क्या प्रोक्रास्टिनेसन भने चाहिँ। अनि यो सब डोपामिनमै गएर जोडिया छ होइन। अनि हामी यो सोसल मिडियाहरू किन छाड्न सक्दैन थाहा? किनकि यसले हामीलाई फोमो दिन्छ कि, लाइक फियर अफ मिसिङ आउट होइन। अब केही नयाँ फिड नयाँ स्टोरी कसैको केही नयाँ आछ कि भनेर होइन, नयाँ भिडियो केही आछ कि भनेर हामीलाई खुल्दुल खुल्दुल छटपटी बनाउँछ। अनि यो सब ट्रिगर गर्ने चाहिँ हाम्रो नोटिफिकेसन हुन्छ नि, नोटिफिकेसनहरूले हो। अब एउटा सानो नोटिफिकेसन बस्ने बित्तिकै हामी कुदेर गएर हेरिहाल्छ नि के नयाँ छ भनेर, के नयाँ छ के नयाँ आएछ होइन। अनि त्यसले गर्दा नै हामीलाई त्यो ट्र्यापमा तानिहाल्छ क्या। अनि दोस्रो स्टेपको कुरो गरौँ है त, यो डोपामिन डिटक्स गर्नको लागि, यो डोपामिन लेभल घटाउनको लागि चाहिँ नोटिफिकेसनहरू हुन्छ नि त्यो सोसल मिडिया एप्सहरूको, चाहे मेसेन्जर फेसबुक युट्युब जेसुकैको होस् सबको नोटिफिकेसन अफ गरिदिए। अनि
जब तिमीहरूले त्यो चिजै देख्दैन नि त्यसपछि तिमीहरूको दिमागले ट्रिगर गर्न धेरै कम हुन्छ कि अनि जुन चिज हामीले देख्दैन त्यो चिज 99% चान्स छ कि त्यो ट्रिगर हुँदैन जुन चिज देख्छ नि त्यो चिज ट्रिगर भइरहेको हुन्छ होइन अब लाइक तिमीहरूले एउटा सानो इक्जाम्पल लिएको है त च्याउ किनेर ल्यायो फलफुल यहाँ त्यहाँ च्याउ सुन्तला जेसुकै होस् होइन अब तिमीहरूले त्यो किनेर ल्यायो राख्यो फ्रिजभित्र राख्यो कि अलिक नदेखिने ठाउँमा राख्यो होइन तिमीहरूले त्यो नदेखिने जेलसम्म त्यो खाने सोचै आउँदैन कि जब कि तिमीहरूले त्यही स्याउ या त्यही फलफुल तिमीहरूले घरको रुमको बिचमा किचनको छेउतिर होइन जे होस् तिमीहरूले आँखाले ठ्याक्कै देखिहाल्ने ठाउँमा छ नि त्यसपछि बल्ल तिमीहरूको दिमागले ट्रिगर गर्छ क्या त्यो कुरो खानु पर्यो खाने भनेर त्यसपछि बल्ल तिमीहरूले त्यो चिज खान्छ अनि त्यही अनुसार हुने हो त्यही अनुसार ट्रिगर हुने हो होइन यो कुरोहरू अनि सोल्युसन अर्को सोल्युसनको बारेमा कुरो गरौँ है त What the fuck man के भन्नु ए अनि हाम्रो दिमाग छ नि यो फोमो क्रिएट भएपछि हाम्रो लागि अपर्च्युनिटीहरू धेरै कम छ भनेर सोध्छ होइन त्यही अनुसार नि तिमीहरूले त्यही ट्र्यापमा तानिहाल्छ पहिलो कुरो त तिमीहरूले यो दुनियाँ लौडा लसुनको बारेमा सोच्नै छाडिदिनु पर्यो होइन सोच्नै छाडिदिनु पर्यो तिमीहरूले कुनै नयाँ भिडियो मिस गर्यो भने नि हु डज केयर म्यान भन्ने चुप लागेर बस्ने कि होइन मिस भयो त भयो त्यसपछि अर्को भिडियो हेरौँला होइन अर्कोचोटि हेरौँला केही महिनापछि हेरौँला होइन त्यही भिडियो फेरि पाइहाल्छु त्यसपछि केही टाइमपछि हेरौँला होइन अनि यस्तै गरी तिमीहरू बिस्तारै धेरै नसके नि होइन 24 घन्टाको गर के डोपामिन डिटक्स सब कुरो त्यागेर होइन आनन्दले बस के लाइक अब 24 घन्टा चाहिँ के गरेर बस्ने भनेर सोच्लास् होइन तिमीहरू यस्तो काम गर्ने तिमीहरूलाई खुसी मिलोस् के त्यो कामबाट त्यो सेल्फ डेभलपमेन्टको काम हुन्छ नि चाहे तिमीहरूले ड्रइङ गर्न मनपर्छ त्यही गरेर बस् होइन 1-1.5 घन्टा बितेको पत्तै नपाउने काम होस् न त्यो होइन त्यो मोबाइल फोन बाहेक मोबाइल फोन अफ गर राख अर्को कोठातिर राख होइन जे होस् नदेख्ने ठाउँमा राख मोबाइल होइन त्यसपछि आफ्नो भित्र इन्ट्रेस्टलाई खोज अनि त्यही अनुसार काम गर्दै जा अनि 24 घन्टाको लागि धेरै नसके पनि 24 घन्टाको लागि गर होइन मेडिटेसन गर जुनले तिमीहरूलाई फोकस गर्न सजिलो बनाउँछ होइन फोकस गर्न हेल्प गर्छ तर यो सबै चिज एक दिनमै हुने चिज त होइन होइन तिमीहरूले महिनौ लाग्छ यो चिज डोपामिन डिटक्स गर्नलाई मलाई पनि धेरै टाइम लागेको छ होइन फाइनली पुरै डिटक्स गर्नलाई 1 or 2 years समथिङ त्यस्तै हाफ इयर्स नि बढी लाग्यो होला 1 वर्ष जस्तो लाग्यो होइन बिस्तारै बिस्तारै आफ्नो डोपामिन लेभल घटाउँदै गएँ होइन मैले नि पहिला मैले दिनभरि स्क्रोलिङ गरेर बस्थेँ ड्रग्सहरू त्यहाँदेखि सब कुरो लिन्थेँ होइन डोपामिन लेभल धेरै माथि थियो बिस्तारै मैले ड्रग्स कम गर्दै गएँ विड स्मोकिङ होइन अनि सब कुरो त्यो हायर लेभलको सब कुरो कट अफ हान्दिएँ नि त्यसपछि मोबाइल फोनको पालि आयो क्या त्यसपछि मोबाइल फोन पनि बिस्तारै मैले रिल्सहरू हेर्न बन्द गरिदिएँ होइन लङ भिडियोहरू हुन्छ नि युट्युबको तिनीहरू हेरेर बस्थेँ होइन रिल्स हेर्नुको साटो किनकि रिल्स हेऱ्यो भने सर्ट टर्मको फोकस मात्र हुन्छ लङ भिडियो हेऱ्यो भने अलिकति भयो नि लङ टर्मको फोकस बढ्छ क्या होइन डोपामिन लेभल अलिक कम पाउँछ तिमीहरूले अनि अहिले त कस्तो अवस्थामा पुगेको छु भने म होइन मलाई यो इन्टरनेट भन्ने चिजै चाहिँदैन कि होइन न युट्युब न केही होइन म बस आफ्नो सेल्फ डेभलपमेन्ट काम गरिरहेको छु होइन मोबाइल पनि म टाइम हेर्नको लागि मात्रै युज गर्ने हो कि आफ्नो केही इम्पोर्टेन्ट त्यो
गर्नै पर्ने काम हुन्छ नि, हो त्यो काम गर्नको लागि मात्र युज गर्ने हो, नत्र टाइम हेर्नको लागि मात्र युज गर्ने हो मोबाइल। अनि बिस्तारै मैले धेरै टाइम भइसक्यो होइन मोबाइल चलाउँदै नचला, त्यो रिल्स स्क्रोलिङ त पुरै छाडिदिएँ होइन, लङ भिडियो नि नहेरेर धेरै टाइम भइसक्यो होइन। जस मैले आफ्नो दिमागलाई यति बोर बनाइसकेँ कि होइन, आफसे आफ नयाँ आइडियाहरू आइरहेको हुन्छ कि होइन। अनि बिस्तारै फोकसहरू नि बढिरहेछ मेरो, लाइक केही कुरामा फोकस राइटिङमा हुन्छ कि होइन, पढ्नमै होस्। पहिला म आधी घन्टा नि राम्रोसँग फोकस गरेर पढ्न सक्दैन थिएँ कि, अहिले 1.5 घन्टा 2 घन्टा हुन्छ नि आनन्दले फोकस गरेरै पढ्न सक्छु क्या होइन। त्यो पुरै कन्टेक्स्टलाई बुझेरै पढ्न सक्छु। पहिला पढे 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 लास्टमा केही न केही भने जस्तो केही कन्टेक्स्ट नि बुझ्ने नि होइन होइन। अनि त्यो डोपामिन लेभलले त्यस्तिसम्म बनाउँछ। अनि अनि तिमीहरूले यो डोपामिन घटाउनलाई आफ्नो हुन्छ नि आफ्नो रिपोर्ट बनाएर राख के, रिपोर्ट या जेसुकै हुन्छ नि होइन। कपीमा पेन लेख, पेपरमा लेख होइन। तिमीहरूले के चिज गर्नु छ अनि के चिज हटाउनु छ होइन। के चिज गर्नु छमा लाइक ड्रइङ होइन, तिमीहरूको पढ्नु हुन्छ कि एक्सर्साइज गर्नुहुन्छ कि होइन, त्यो लेख सर। र अर्कोपट्टि तिमीहरू के लेख भने के हटाउनु छ होइन, त्यो स्क्रोलिङ होइन, स्मोकिङ, डुइङ ड्रग्स, यान त्यान तिमीहरूको खतम बानी हटाउनै पर्ने होइन, पोर्न, मास्टरबेसन सब कुरो अर्कोपट्टि लेख होइन। अनि बिहान उठ्ने बित्तिकै होस् या बेलुका सुत्ने बेला भोलिको लागि या दिनभरिको लागि त्यो लेख होइन, त्यो टार्गेटहरू लेख, यो गर्छु यो गर्छु। जब तिमीहरूको त्यो रिपोर्ट हुन्छ नि 80%, 85% क्रस हुन्छ नि, त्यसपछि बल्ल तिमीहरूको दिन सक्सेसफुल भयो क्या, नत्र तिमीहरूको दिनै काम लागेन त्यो। अनि त्यस्तै गरी दिनकै गर्दै जा सुरुमा फेल हुन्छस् त त्यो भन्नै पर्दैन होइन। केही चिज पनि एकैताल सक्सेस पाउँदैन। मलाई नै 1 वर्ष जस्तो लाग्यो यो फुल डोपामिन डिटक्स गर्नलाई भनेपछि कुरै छाडिदिएँ क्या। अझै मेन माथिको त्यो ड्रग्सहरूबाट डोपामिन हटाउनलाई त 2 वर्ष 3 वर्ष यान त्यान लाग्यो मलाई होइन। मैले पहिलोचोटि यो सब कुरो त्याग्नु पर्छ, यो ड्रग्स अनि लस्टहरू सब होइन त्याग्नु पर्छ भनेर जुन दिन सोचेँ नि, त्यसपछिबाट अराउन्ड 3 इयर्स 3.5 वर्ष लागिसक्यो होइन मलाई। अनि अहिले बल्ल मैले फुल डोपामिन त्यागेको 1 मन्थ 2 मन्थ त्यस्तै भयो होइन। अनि बिस्तारै मैले सेल्फ डेभलपमेन्ट गर्दै जान्छु होइन। मेरो फोकस बढ्या छ, यसको फाइदा भने चाहिँ होइन नयाँ सोच आउँछ। अनि यो डोपामिन फेरि तिमीहरूले एकताल त्याग्यो भन्दैमा त्यो दोहोऱ्याएर बस्दैन भन्ने चिज होइन, त्यो फेरि दोहोऱ्याएर ट्रिगर हुन्छ। त्यो ट्रिगरलाई तिमीहरूले रोक्न सक्नुपर्छ, त्यो रिल्याप्स हुन दिनु भएन त्यो कुरोलाई होइन। त्यसैले आजलाई यति नै, बाई बाई।